के हजुरलाई ओभरथिङ्किङ भनेको के हो भने थाहा छ? के तपाईँले कहिले यस्तो महसुस गर्नुभएको छ कि तपाईँको मन एउटा कुरामा बारम्बार अड्किरहन्छ? जसरी कुनै पुरानो गीत टाउकोबाट ननिस्किए झै, त्यही कुरा, त्यही प्रश्न, त्यही डर। कतै मैले केही गलत त भनेन? यदि त्यो कुरा नराम्रो मानियो भने काश मैले अलि बढी बुझ्न पाएको भए हुन्थ्यो कि यी प्रश्नहरू चक्करमा हामी कहिलेकाहीँ घन्टौँ त पुरै रात बिताइदिन्छौँ। यही हो ओभरथिङ्किङ, जो र अति चिन्ताको फरक छ कि सोच्नु मान्छेको सबैभन्दा ठुलो शक्ति हो। सोचेर हामी बाटो बनाउँछौँ, निर्णय लिन्छौँ र जीवनलाई दिशा दिन्छौँ। तर जब त्यही सोच अत्याधिक गहिरो, बारम्बार दोहोरिने र अनियन्त्रण हुन्छ, तब त्यो शक्ति होइन, बोझ बन्छ। सोच्नु राम्रो हो, तर जब सोच्ने दिशाहीन हुन्छ, त्यो अति चिन्ता हो। अति चिन्ता समस्या यही हो, हामी सोच्दैछौँ, सोचमै हराउँछौँ र त्यो सोचले हामीलाई थकाइदिन्छ। हामी हाम्रो आत्मविश्वासलाई बिस्तारै भट्काउँदै लैजान्छ। के तपाईँको पनि यस्तै समस्या छ भने अब समस्याको समाधान हुनेछ। भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गर्नुहोस्। हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।